ल है त गाइज आज पनि राम्रो होल्ड भएको छ है त कालिम्पोङ हाइड्रो पावरमा जम्मा 30 कि त कारोबार भएको छ। डिमान्ड पनि राम्रो छ। यहाँ अलिकति प्लेयरको डिमान्ड त छैन किनकि उनीहरूलाई झार्न खोजिरहेछन् त्यो एउटा हो। तर हामीलाई बाल छैन है त, हामीले चाहिँ एकदम होल्ड गरेर राख्ने हो। बरु ढिँडो चाँडो 1 महिना लागोस् 1.5 महिना लागोस् तर एकदम हाईमा बेच्ने है त हामीले। सो अझै होल्ड गरेर राख्नु होला। यो सूर्यकुण्ड भन्दा नि धेरै माथि जान्छ है त। सूर्यकुण्ड भनेको एकदम अब नराम्रै कम्पनी हो क्या योभन्दा। त्यसको जम्मा 94 को नेटवर्थ छ अनि -4 को इपिएस, यसको 106 को नेटवर्थ छ, 7 को इपिएस छ। अनि कुन चाहिँ राम्रो भन्नु न, त्यो त 20,000 गयो भनेपछि यो त 25-30 हजार जानुपर्ने हो। सो 20,000 पाए पनि हामीलाई ठुलो कुरा हो। त्यो 20,000 15,000सम्म चाहिँ मजाले होल्ड गर्न सक्नुहुन्छ है त। आँखा चिम्लेर सुते पनि हुन्छ, यो नहेरे पनि हुन्छ अलि दिन। त्यो हेऱ्यो भने हल्का आफूलाई डर लाग्छ के हुन्छ होइन, बढेको नदेखेर जस्तो बढेको नदेख्दा चाहिँ अलिकति के भयो कि भन्ने हुन्छ। तर नहेर्दा हुन्छ है त, मजाले 20 देखि 25 हजार चाहिँ हुन्छ, एभरेजमा 20,000 हुन्छ है त। सो ढुक्क भएर बस्नुहोस्, होल्ड गर्नुहोस् है त। मेरो भिडियोले पनि धेरै मान्छेले होल्ड गर्नु भएको छ, हिजोको हालेको थिएँ। सो होल्ड गर्नुहोस् है त। ल थ्याङ्क यू, बाई बाई।